वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। म इस रेनबो म्युजिक का कानुनी सल्लाहकार त्यसै गरी नेपाली संगीत उद्योगमा लामो समयदेखि आफूलाई निरन्तर उभ्याइरहनुभएका एकजना आदरणीय हस्ती श्रीमन्त मणि खरालज्यूलाई म हार्दिक अनुरोध गर्दछु कृपया अगाडि आएर अध्यक्षताको आसन ग्रहण गरिदिनु होला। यसै गरी यहाँ अहिले हाम्रो बीचमा प्रमुख अतिथि हुनुहुन्न, बाटोमा आउँदै हुनुहुन्छ। म बागबजारतिर आइपुगेँ भन्ने हल्ला छ, त्यो हल्ला मात्रै नहोस्, साँच्चैको होस् है, म यही चाहन्छु। र यसै गरी नायिका सोनिया केसी हाम्रो बीचमा हुनुहुन्न, मैले देखिरहेको छैन, तर हामी निमन्त्रण गरेका छौँ। र यस गीतका गायक, रचनाकार, सङ्गीतकार, आफूलाई नेपाली सङ्गीत उद्योगमा छुट्टै पहिचानका रूपमा स्थापित गर्न सफल, नेपाली सङ्गीत उद्योगमा 1.5 दशकदेखि निरन्तर लागिरहनुभएका, विभिन्न विधामा दखल राख्नुहुने आदरणीय व्यक्तित्व अर्जुन कौशललाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। उहाँ अर्गनाइजर पनि हुनुहुन्छ आजको, कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु होला। यसै गरी अतिथिको आसन ग्रहणकै क्रममा नेपाली सङ्गीत उद्योग धर्मलाइरहेको अवस्थामा दोहोरो बलियो बनाउँदै एउटा खम्बा गाड्नका लागि सफल आदरणीय व्यक्तित्व हाम्रो बीचमा हुनुहुन्छ। पछिल्लो समय आफूलाई छुट्टै पहिचानबाट पनि चिनाउन सफल हुनुभएको छ चलचित्र निर्देशकको रूपमा। त्यसै गरी म उहाँलाई नेपाली लोक सङ्गीतको क्षेत्रमा अझै धेरै योगदान पुर्याउनु भएको भनेर एउटा स्रष्टाको रूपमा सम्झन चाहन्छु। चलचित्र निर्देशक एवं वरिष्ठ लोक गायक नारायण रायमाझीज्यूलाई म अतिथिको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि आजका गायक, रचनाकार र सङ्गीतकार अर्जुन कौशलको जति सङ्गीत क्षेत्रमा योगदान भए, जति वर्ष 1.5 दशकको यात्रा पार गर्नुभयो, त्योभन्दा अझै बढी सञ्चारकर्मी आदरणीय व्यक्तित्व हुनुहुन्छ हेम सुवेदीज्यूलाई पनि म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। उहाँले आजको यो भिडियोको समीक्षा पनि गर्दै हुनुहुन्छ, म अहिले उहाँलाई चाहिँ यो भिडियोहरू सुनिसकेँ, धन्यवाद। यसै गरी यो अहिले पछिल्लो समयमा फस्टाइरहेको 3 खम्बे अर्थनीति अनुसार एउटा खम्बाको रूपमा स्थापित सिद्ध बाबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम साई हाम्रो बीचमा हुनुहुन्छ। अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष पदम बुढा मैले यहाँ देखिरहेको छैन, यदि प्रतिनिधि आउनु भएको छ भने पनि अतिथिको आसन ग्रहण गरिदिनु होला कृपया। यसै गरी नेपाल सङ्गीत विकास बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भगवान कुमार श्रेष्ठ
लाई पनि म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी हुनुहुन्छ भने कृपया, मैले उहाँलाई निम्त चाहिँ नि 2 पटक गरे हो, आउँछु त भनेर वचन दिनुभएको थियो, अझै आइपुग्नु भएको छैन। यसै गरी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रियजीलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। अनि यसै गरी आजका यस गीतका गायक, रचनाकार, संगीतकार यति मात्रै भनेर पुग्दैन, भन्दा धेरै अगाडिका गीतहरू उहाँका चौतारी, त्यसै गरी लाउरे लगायतका गीतहरू छन् अर्जुन कौशलका। उहाँका गुरु, मलाई यो संगीत यात्रामा अगाडि बढ्नका लागि बाटो देखाउनुहुने आदरणीय संगीतकार, आदरणीय व्यक्तित्व, संगीत क्षेत्रका एकजना हस्ती सुरेश सेन्चुरी हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी हाम्रो बिचमा नेपाली संगीत उद्योगमा सायदै होला उहाँको एरेन्ज भएका गीतहरूले धेरै लोकप्रियता कमाएका छन्। तिनै राम्रो संगीत समायोजनका औलाहरू चलाउनु नि आदरणीय अग्रज व्यक्तित्व बिबी अनुरागी पनि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी गायन समाजबाट अध्यक्ष अथवा प्रतिनिधिलाई म अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। गायन समाज। यसै गरी म्युजिक नेपालबाट अध्यक्ष अथवा प्रतिनिधि आउनु भएको छ भने कृपया अतिथिको आसन ग्रहण गरिदिनु होला। यसै गरी छायाङ्कार रामेश्वर कार्कीज्यू, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। हुनुहुन्न होला सायद, यहाँ निम्ता गरेको भएर आफ्नो अध्यक्षताको आसन ग्रहणसँगै छोटो केही भनाइ राखिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ विशिष्ट अतिथिज्यूहरू, मञ्चमा आसीन अन्य अतिथि महानुभावहरू, आजको यो कार्यक्रमलाई संसारका कुना कुनामा पुर्याउनको लागि यहाँ पाल्नुभएका महत्त्वपूर्ण भूमिका राख्ने हाम्रा पत्रकार मित्रहरू, त्यस्तै गरी हाम्रो यस एल्बमका गायक, रचनाकार, सङ्गीतकार, त्यस्तै गरी उपस्थित अन्य सम्पूर्ण शुभेच्छुक सहयोगी महानुभावहरू, आज वास्तवमा एउटा नेपाली गीत सङ्गीतको क्षेत्रमा आज एउटा महत्त्वपूर्ण दिनको रूपमा मैले लिएको छु। किनभने नेपाली गीत सङ्गीतमा एउटा लोकगीतले एउटा महत्त्वपूर्ण स्थान राख्दछ। लोकगीतलाई छोड्न नसक्ने, लोकगीतलाई बिर्सन नसक्ने श्रोताहरू, दर्शकहरू र लोकगीतलाई अलिकति लोकगीतभन्दा अलिक मोडर्न टाइपले चाहिँ गीत सङ्गीत सुन्न मन पराउने श्रोताहरू, दर्शकहरूको दुईटैको यो एउटा फ्युजनको रूपमा हामीले लोक पप सङ्गीतलाई हामी लिन सक्छौँ। त्यसमा यो क्षेत्रमा लागेका केही कलाकारहरू, त्यति धेरै कलाकारहरूको बाहुल्यता छैन लोक पप सङ्गीतमा। त्यो सङ्गीतलाई एउटा लोकगीतलाई पनि माया गर्ने र लोकगीतभन्दा अलिकति फरक खालको स्वर सुन्न चाहनेलाई लोकगीततर्फ डोर्याउने खालको यो गीतलाई जुन अर्जुन कौशलले एउटा आफ्नो अभिन्न अङ्ग बनाएर अगाडि बढाउनु भएको छ र त्यसैलाई नेपाली चलचित्र क्षेत्रका महानायकले एउटा महत्त्व दिएर, एउटा मान्यता दिएर, एउटा माया गरेर उहाँले आफ्नो अभिनय गरिदिनु भएको छ। त्यसले गर्दा एउटा नेपाली लोक पप गीतको समग्र रूपमा र अर्जुन कौशल एउटा गायक, सङ्गीतकार र रचनाकारको रूपमा एउटा नेपाली मनमुटु बीच स्थापित हुन सफल हुनेछ भन्ने हामीले आशा लिएका छौँ। आजको यो कार्यक्रम वास्तवमा यो मिडिया इन्टरनेसनलको यो हलमा हामीले यो उपस्थिति अत्यन्तै गरिमामय रूपमा हामीले पाएका छौँ र आजको यो नेपाली गीत सङ्गीत अन्तर्गतको एउटा भाग लोक पप सङ्गीतलाई सञ्चारकर्मी साथीहरूले एउटा लोकगीत र एउटा लोक संस्कृतिको एउटा अङ्गकै रूपमा चाहिँ लिएर यसलाई आफ्नो आफ्नो सञ्चार माध्यमबाट प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरिदिनुहुनेछ र यो कार्यक्रमले साँच्चै एउटा भव्यता पाउनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। यति भन्दै अरू
विशेष गरी यो साङ्गीतिक कार्यक्रम भएको कारणले धेरै मन्तव्यभन्दा पनि यहाँको शुभकामना हामीलाई खाँचो पर्नेछ। यति भन्दै म आफ्नो आजको यो कार्यक्रमको अध्यक्षता गर्न चाहन्छु र सञ्चालक साथीले आज कार्यक्रम अगाडि बढाउनको लागि अनुरोध गर्दछु। धन्यवाद। यसै क्रममा म अतिथिको आसन ग्रहण गरिदिनुका लागि यस मिडिया इन्टरनेसनल जो हामीलाई हल उपलब्ध गराउनु भएको छ, नेपाली सञ्चार माध्यममा राम्रो दखल राख्नुहुन्छ, अहिले बिजनेस बहस विशेष गरी बिजनेसका कुराहरू आर्थिक पाटोका कुराहरू उठाउनुहुन्छ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। र यस्तै गरी म आजको यस कार्यक्रममा उपस्थित हुनुहुन्छ वरिष्ठ सञ्चारकर्मी आदरणीय व्यक्तित्व शशि शर्मा मजगैयाजीलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। र अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरू वरिष्ठ व्यक्तित्वहरू हुनुहुन्छ, यहाँ अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। कृपया अगाडिको रोमा आएर बसिदिनु होला। धन्यवाद। र हामीसँग अब मात्रै 3वटा कार्यक्रम छन्। प्रमुख अतिथि बोल्नुहुन्छ, गायक अर्जुन कौशल बोल्नुहुन्छ, समीक्षक आदरणीय व्यक्तित्व बोल्नुहुन्छ र हामी 1-2 जना अतिथिको मात्रै मन्तव्य दिन्छौँ। त्यसपछि हाम्रो कार्यक्रम सकिन्छ। त्योभन्दा अगाडि हामी मायाको चिनो हजुरहरूलाई वितरण गर्ने कार्यक्रम छ। जति पत्रकार साथीहरू हुनुहुन्छ उहाँहरूलाई र यस भिडियोलाई अगाडि बढाउनका लागि र भिडियो निर्माणका लागि र अर्जुन कौशलको साङ्गीतिक यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई पनि आज मायाको चिनो वितरण गर्ने कार्यक्रम छ। र अब यसै बिचमा म आजको यस कार्यक्रमलाई ब्याज वितरणबाट अझै अगाडि बढाउन चाहन्छु। आजको उपस्थित सम्पूर्ण अतिथिगण, विशिष्ट अतिथि सबैलाई यो ब्याज वितरण गरिदिनुका लागि म रिता कौशल लगायतकै अन्य महानुभावहरूलाई साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आएर ब्याज वितरण गरिदिनु होला। अब हाम्रो यो कार्यक्रम धेरै लामो पनि हुँदैन, मैले सबैलाई जानकारी गराइसकेको छु होला, हामीलाई पनि सहज होला भनेर विजयजीले जुन आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद भन्दै साथीहरूले आफ्नो नाम पनि टिपाउँदै गर्नु होला विजयजीलाई। अब हामी अझै कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। प्रमुख अतिथि हाम्रो नजिकै आएको मैले जानकारी पाइसकेँ। अब यहाँ उपस्थित सम्पूर्ण हाम्रा विशिष्ट अतिथिगण, विभिन्न सञ्चार माध्यमबाट पाल्नुभएका आदरणीय पत्रकार महानुभावहरू, हाम्रो गायक तथा सङ्गीतकार अर्जुन कौशलको भूकम्प एल्बमबाट विमोचन हुन लागेको यस कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथै यस एल्बमको सफलताको लागि यहाँहरूको सहयोग अतुलनीय हुने आशा राखेका छौँ। नेपाली लोकपप सङ्गीतको विकासका लागि सबैको सहयोगको अपेक्षाका साथ पुनः स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही अन्त्य गर्दै बिदा हुन चाहन्छु। अब म यस यात्रामा निरन्तर बाटो देखाइरहनु नि आदरणीय व्यक्तित्व जो आजका गायक, त्यसै गरी सङ्गीतकार र जो रचनाकार पनि हुनुहुन्छ, उहाँलाई बाटो देखाउनु हुने आदरणीय गुरु सुरेश सेन्चुरी। उहाँ आफै पनि नेपाली सङ्गीत उद्योगमा राम्रो एउटा व्यक्तित्वको रूपमा चिन्नुहुन्छ। उहाँलाई आफ्नो छोटो मन्तव्य राखिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषण मित्र। यस विमोचन कार्यक्रमका सभाका अध्यक्षज्यू, अतिथिज्यूहरू, पत्रकार साथीहरू, मिडियाका साथीहरू र उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूको मेरो हार्दिक न्यानो अभिवादन। नाम त सुन्नुभयो, सुरेश सेन्चुरी। तर अलिकति म आफ्नो परिचय खुलेर दिन चाहेँ। म बुटुलमा बस्छु। 2046 सालदेखि म म्युजिक फिल्डमा लागेँ। त्यति बेला काठमाडौँमा स्ट्रगल गरेर बसेको हो र पछि म बुटुलमा गएर मैले 2055 सालमा बागेश्वरी सङ्गीतालय नामक एउटा संस्था साङ्गीतिक स्कुल खोलेको छु।
र अहिले 15 वर्षसम्म मैले त्यसलाई सञ्चालन गर्दै आइरहेको छु र मैले धेरै धेरै प्रतिभाहरू पुटुलबाट जन्माएर केन्द्रमा पठाएको छु। तर सबभन्दा मलाई गर्व अर्जुन कौशलबाट लागेको छ, किनभने सबै शिष्यले गुरुको त्यति सम्मान आधार एउटा चाहिँ जति गुरुलाई दिनुपर्ने हो त्यो मैले सम्पूर्ण अर्जुन कौशलबाट पाइरहेको छु। जस्तै कि 2056 सालतिर हो मसँग क्लास गर्न लागेको र 2-3 वर्ष क्लास गरेपछि काठमाडौँ आएपछि लगभग धेरै वर्ष हाम्रो ग्याप भयो। पछि एकाएक अर्जुन कौशल हिट भइसकेपछि बाहिर मेरो प्रोग्राम जाँदाखेरि बागेश्वरी सङ्गीतलाई प्रोडक्ट हो, म सुरेश सेन्सी मेरो गुरु हो भनेर नाम लिँदाखेरि लिनु हुँदो रहेछ, मलाई थाहा पनि थिएन। अनि पछि धेरैले मलाई कुरा आयो कि तपाईँ अर्जुन कौशल त तपाईँको शिष्य पो रहेछ नि, यस्तो यस्तो प्रोग्राममा गर्छ। मैले उसलाई काठमाडौँ भएपछि पनि भेटेको थिएन। अनि एक्चुअली बुटलमा जाने क्रममा मैले प्रोग्राम प्रत्यक्ष हेरेँ, यति राम्रो लाग्यो। अहिलेसम्म मैले हेरेको प्रोग्राममा जति पर्फर्मेन्स अर्जुन कौशलको मैले पाएँ त्यति राम्रो म अहिलेसम्म राम्रो पर्फर्मेन्स गर्ने गायक पनि देखेको थिएन। उहाँको गायक गीत पनि उनी यस्तो तरिकाले बनाएको छ कि अहिलेको स्टेजमा चाहिँ जुन दर्शकहरूलाई तताउने खालको गीतहरू, गीत पनि त्यस्तै प्याटर्नको कम्पोज गरेको, लिरिक्सहरू गरेको र त्यही हिसाबले पनि अहिले यो यता पश्चिम भेगतिर चाहिँ धेरै चर्चामा आइसकेको छ अर्जुन कौशल। र एउटा मलाई गुरुले बारम्बार भन्नुहुन्थ्यो, गुरु नै रहन्छ, चेला चिनी बन्छ भनेर भन्नुहुन्थ्यो। नभन्दै एउटा चेला चाहिँ चिनी गरेर देखाएको मलाई धेरै गर्व लागिरहेको छ। र आज यो काठमाडौँको ठाउँमा आएर मलाई आफ्नो गुरुको एउटा चिनारी दिएर यो स्टेज दिएको पनि म धेरै आभारी छु। र यो अहिले विमोचन हुने भूकम्प एल्बमको सफलताको कामना गर्दै मेरो भनाइ अलिकति मलाई आफैलाई पनि अप्ठ्यारो लागिरहेछ, तर पनि यो अप्ठ्यारोको बावजुद पनि अन्धकार रातपछि सुनौलो बिहानीको उदय हुन्छ भने जस्तै यो धैर्यताको बाँध नटुटोस् आदरणीय सम्पूर्ण उपस्थित महानुभावहरू, हाम्रो महानायक आउँदै हुनुहुन्छ बाटोमा। मलाई बिचबिचमा मैले फोन गर्दा पत्रकार साथीहरूले भन्दै हुनुहुन्थ्यो, त्यो अहिले मलाई झल्झल्ती सम्झना आइरहेछ। तर यो सम्झना आउँदै गर्दा पनि मैले पनि त्यो चाहिँ हार खानु हुँदैन हरेक कुराबाट, तर आश मात्रै राखेर पनि हुँदैन। फेरि जे होस्, हामी यो यात्रामा निरन्तर सँगै यसको यो कार्यक्रमको अन्तिमसम्म रहनेछौँ भन्ने अपेक्षाका साथ मैले अब यो कार्यक्रमलाई अझै अगाडि बढाउन चाहन्छु। यो म्युजिक भिडियो बनाउँदाको अनुभव एकचोटि तपाईँलाई सेयर गर्ने मन लाग्यो, मलाई पनि सुन्न मन लागेको छ। यो अलिकति रमाइलो छ अरे भन्ने हल्ला छ बजारमा एकचोटि थियो, त्यो सबै नजिकबाट निहाल्नु भएका आदरणीय व्यक्ति त्यहाँ हुनुहुन्छ। यो अवसर नगुमाउँ जस्तो लाग्यो। त्यसैले म यस म्युजिक भिडियो निर्माणका लागि 2-3 पटकसम्म चितवन दौडुनु हुने र त्यहाँ चाहिँ अब महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्देशक शिव विकासज्यूलाई आफ्नो यो म्युजिक भिडियोमै केन्द्रित रहेर भनाइराखिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। भूकम्प आज विमोचन र भिडियो सार्वजनिक हुन गइरहेको छ। अर्जुन कौशल जो गायक सङ्गीतकार हुनुहुन्छ, उहाँलाई मेरो तर्फबाट शुभकामना छ। र भिडियोको कुरा गर्दाखेरि अब चितवन गइयो, सुटिङको क्रममा अब गर्मी टाइम थियो, दुःख पनि पाइयो र रमाइलो पनि भयो। र पछि हामीले एडिट गर्ने क्रममा भिडियो राम्रो बनिएको छ र अहिले सार्वजनिक हुँदैछ। हेरौँ, यसको कमेन्ट तपाईँहरूले गर्ने हो र यसको एडिट पक्ष पनि राम्रो छ, जसलाई म धन्यवाद दिन चाहन्छु चन्दन दाजुलाई। र भिडियो हेरेपछि यहाँहरूको कमेन्ट अपेक्षा गर्छु। धन्यवाद। अनि पनि यहाँ बाहिर अलिकति सर्फेसमा आएको कुरा, अलिकति इन्टरनल कुरा, त्यहाँ बस्दा खाँदा अनि त्यो डुल्दा अलिकति त्यो म्युजिक भिडियोमा राज स्टाइलले जाने टेक लिँदाका कुरा अलिकति रमाइलो गरी यहाँ पस्किनुहुन्छ कि भन्ने अपेक्षा थियो। शिवदाले ढुसुकै बिर्सिनु पर्छ जस्तो छ, अहिले चाहिँ सम्झिनु भएको छ। जे होस्, ठिक छ। उहाँले अलिकति केही जाने झल्को जाने दिने प्रयास गर्नुभयो, धेरै धेरै धन्यवाद शिवले। नारायण दाईलाई मैले सम्मान पनि गर्छु आफ्नो व्यक्तिगत तर्फबाट पनि। यो अवसर मेरो लागि यहाँ माइकमा भएकोले आफ्नै हातमा डाडो बनिन्छ, किन नखाने भने जस्तो। र अब म चलचित्र निर्देशकको आफ्नो राम्रो पहिचान बनाउनु भएको छ। गोर्खापल्टन राम्रोसँग नेपाली बजार विदेशमा राम्रोसँग मन पराइएको चलचित्र, सफल चलचित्रको रूपमा पछिल्लो समय चलचित्र ओह्रालो लागिरहेको बेलामा निर्माण गर्नुभएका चलचित्र निर्देशक, त्यस्तै गरी वरिष्ठ लोककथा दोहोरी गायक र नेपाली लोकदोहोरीको अभिभावकको रूपमा लिन्छु मैले उहाँलाई। आफू लोकदोहोरीको क्षेत्रको मान्छे भएर पनि होला। नारायण रायमाझीज्यूलाई म आफ्नो भनाइ राखिदिनुको लागि हार्दिक अनुरोध।
महाशय, मिडियाका विशिष्ट वरिष्ठ महिला व्यक्तित्वहरू, यसै गरी उपस्थित सञ्चालकहरू, गायकहरू, सङ्गीतहरू र यसै गरी हरेक मिडियाका मित्रहरू, आज यो दुई शब्द राख्ने जुन अवसर दिनु हो। प्यारो भाइ अर्जुन कौशल वास्तवमा मैले सुरुमा काठमाडौँमा आएदेखि उनको कुशलतालाई चाहिँ मैले राम्रोसँग बुझ्दै आएको छु र अर्जुन कौशलको स्वरमा पनि धेरै मनपर्छ र आगामी कुनै प्रोजेक्टहरूमा अर्जुन कौशलसँग वचन पनि भएको छ। उनको गीतहरू स्वरहरू मैले पनि समावेश गरेको छु भनेर वचन पनि दिएको छु र यो भूकम्प जुन एल्बम बजारमा आउँदैछ, आज चाहिँ सार्वजनिक हुँदैछ, यसले वास्तवमै एउटा सङ्गीत क्षेत्रमा एउटा भूकम्प नै ल्याउन सफल हुनेछ। अर्जुन भाइलाई मैले हार्दिक शुभकामना र सफलताको लागि र यसै गरी उनको साङ्गीतिक जीवन यसै गरी नै अगाडि बढ्दै जाओस्। स्वर पनि र उनको चाहिँ एउटा चाहिँ प्रतिभा पनि एउटा एक किसिमको एउटा भर्सटाइल सिङ्गरको रूपमा चाहिँ उनी स्थापित छन् र उनको सफलताको लागि चाहिँ मैले हार्दिक शुभकामना प्रगतिको लागि हार्दिक कामना गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद आदरणीय व्यक्तित्व नारायण रायमाझीज्यूलाई। र अब यो बसेर चाहिने अनुभव साटासाट गर्ने त लामै हुन्छ, तर यो औपचारिक कार्यक्रममा छोटा छोटा कुरा हुने गर्छन्। अब पाल्पादेखिको काठमाडौँको यात्रा, काठमाडौँमा आइसकेपछि गीत गाउँदाको यात्रा, दोहोरी गाउँदाको यात्रा सायद नारायण दाइले सुनाएको भए अहिले सायद यो साँझ यतै बित्यो होला, हामी सुन्दै मक्ख हुन्छौँ, त्यस्ता कुराहरू छन् यहाँभित्र। तर अहिले यो औपचारिक कार्यक्रम भएकोले उहाँले आफ्नो छोटो मन्तव्य राख्नुभयो। तर म यहाँ एउटा कुरा अलिकति बाध्यता छु, म अफसोस एक्सक्युज भन्छु। एक्सक्युज सँगसँगै एउटा कुरा अगाडि सार्छु, नारायण दाई एक्सक्युज, किनभने यहाँ मैले बिबी दाईलाई बोलाउँछु भन्दा नारायण दाईको पालो पो अगाडि आएछ। सरी भन्दै म बिबी दाईलाई थोरै यो सङ्गीत क्षेत्रमा आफ्नो यात्रा र अर्जुन कौशलसँग उहाँको लामो उठबस छ बिबी दाईको भने, त्यो उठबसको क्रम सँगसँगै केही कुराहरू राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। राजेश हमालको पठाइमा हुनुहुन्छ, जसरी लाग्छ हाम्रो यो भाषण सुन्ने मुडमा चाहिँ कोही हुन्न, कोही पनि यो अब टुटे फुटेको शब्द जोडेर केही मनका कुराहरू भन्न गइरहेको छु। कृपया नानीहरू पनि सबैजना शान्तपूर्वक बसिदिनु। हाम्रो प्यारो भाइ, मैले भाइ भन्न रुचाउँछु, अर्जुन कौशलको यो भूकम्प एल्बमको विमोचन तथा भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिज्यू, आदरणीय वरिष्ठ लोक गायक, सङ्गीत उद्योग सङ्घका कानुनी सल्लाहकार अनि धेरै विधा छन् उहाँका श्रीमन्तमणि खनालज्यू अनि विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएका मेरो आदर्श पुरुष आदरणीय दाजु नारायण रायमाझी अनि मैले अत्यन्तै सम्मान गर्ने मिडियाको क्षेत्रमा अति नै मिठो बोल्ने सङ्गीतका ज्ञाता हाम्रो आदरणीय सञ्चारकर्मी हेमसु दिदीज्यू अनि शिव विक मेरो अत्यन्त मिल्ने साथी र म्युजिक भिडियो डाइरेक्टरमा मलाई अत्यन्तै मनपर्ने उहाँले चाहिँ जस्तो चाह्यो त्यस्तो खालको म्युजिक ख्याल गर्नुहुन्छ, जति समयमा चाह्यो त्यति समयमा त्यति फास्ट उहाँको चाहिँ दिमाग चल्छ, काम चल्छ। शिव विकज्यू अनि हाम्रो सुरेश सेन्चुरी अर्जुन कौशलको जो गुरु हुनुहुन्छ, मैले उहाँलाई धेरै पहिलादेखि चिन्छु। हाम्रो सुरेश सेन्चुरीज्यू अनि वरिष्ठ सञ्चारकर्मी हाम्रो माधव निर्दोषज्यू, गीतकार पनि हुनुहुन्छ उहाँ। त्यसै गरी शशि शर्मा मजगैयाज्यू र हाम्रो सर मैले भर्खर परिचय गर्दैछु, उहाँ
अतिथिज्यू अनि हाम्रो अगाडि पनि मैले थुप्रै विशिष्ट व्यक्तित्वहरू देखिरहेको छु। हाम्रो मेरो अत्यन्त मिल्ने साथी लोकप्रिय सङ्गीतकार आशिष अविरलज्यू पनि मैले देखिरहेको छु। यहाँ मैले थुप्रै सञ्चारकर्मीहरू मैले सबैको नाम लिएर साध्य त हुँदैन, तैपनि जो जति सम्झेँ मैले भने अहिले चाहिँ यो यसरी सम्बोधन गर्ने प्रशस्त टाइम पनि भएको हुनाले मलाई धेरै भाषण गर्न चाहिँ आउने होइन, तर राजसभाको पर्खाइमा छौँ। यो पर्खिने समयलाई हामीले अलिकति केही तन्काउनु पनि पर्ने जस्तो मलाई महसुस भइरहेको छ। त्यस हिसाबले मैले सम्बोधनमा अलि लामो समय खर्च गरेँ क्षमा चाहन्छु। र अर्जुन कौशलको कुरा गर्नुपर्दा मैले जब रिमा रेकर्डिङ स्टुडियोको सङ्गीत संयोजकको रूपमा म जब काठमाडौँ प्रवेश गरेँ, काठमाडौँ प्रवेश गर्दाको सुरुको अवस्थामा पहिलो चरणमै अर्जुन कौशलसँग मेरो भेट भएको हो। र अर्जुन कौशल सम्पूर्ण विधामा चाहिँ दक्ष एउटा चाहिँ राम्रो प्रतिभाको रूपमा मैले लिन्छु। किनकि मैले उहाँलाई पहिला भेट्दा एउटा सङ्गीतकारको रूपमा मात्र भेटेको, पछि उहाँले बुझ्दै जाँदाखेरि गीत पनि आफै लेख्नुहुन्छ रहेछ। उहाँले लेखेको गीतहरू पनि थुप्रै चर्चित छ। उहाँ एउटा गीतकार, सफल एउटा राम्रो गीतकार पनि हो। अनि उहाँले सुरुको अवस्थामा आफै गाउनु भयो। उहाँले चाहिँ अरू गायक गायिकाहरूलाई गीत गवाएर अरू गायक गायिका उहाँको सिर्जनामा अरू गायक गायिकाहरू धेरै लोकप्रिय बनेका छन्। मैले नाम लिनु जरुरी छैन। एउटा विलक्षण प्रतिभा भएको अर्जुन कौशल, एउटा अर्जुन कौशलको एउटा मैले देखेको एउटा अति राम्रो पक्ष के भने हामीले धेरै बोल्छौँ, धेरै कुरा गर्छौँ, तर काम थोरै गर्छौँ। अर्जुन कौशल एकदम कम बोल्नुहुन्छ। बोल्नुभयो भने उहाँले फेरि गरेर पुर्याउनुहुन्छ, त्यस्तो खालको चाहिँ उहाँको स्वभाव छ। अब एउटा यस्तो खालको एल्बम गर्नु पऱ्यो कि क्या भनेपछि त्यो भोलिपल्टबाट उहाँले काम सुरु गरिसक्नुभयो र त्यसको चाहिँ केही दिनमा त त्यो एल्बम त्यो सिर्जना चाहिँ उहाँको निस्किसकेको छ। उहाँको जहाँसम्म लाग्छ त्यो भूकम्पभन्दा पहिला थुप्रै निस्केको छ। थुप्रै एल्बमहरू गीतहरू उहाँका चाहिँ भएका छन्। त्यस कारणले कहिलेकाहीँ मलाई पनि अर्जुन कौशलको देखासिकी चाहिँ गर्न मन लाग्छ। उहाँको जुन काम गराइबाट म पनि प्रभावित छु कति कुराहरूबाट कि उहाँले त्यस्तो खालको चाहिँ उहाँको स्वभाव छ। र यो नथियावाली भन्ने गीत मैले राम्रोसँग चाहिँ हर्डली भन्नुपर्दा सुन्ने मौका पाएको छैन, तर चाहिँ उहाँले अहिले पछिल्लो चरणमा एकदमै राम्रो एकदमै जोसिलो प्रकारको गीतहरूको एल्बम उहाँले गर्नुभएको छ। र उहाँ चाहिँ आफै गायक भएर उहाँले पहिला चाहिँ अरूहरूलाई गवाउनु भयो भने अहिले आफै गायक भएर अहिले चाहिँ एउटा सङ्गीतकार भनेको एउटा गायक पनि हो भन्ने एउटा उदाहरण उहाँले चाहिँ दिनुभएको छ। र मैले सधैँ भन्ने गरेको कुरा पनि हो, गीत गाउनको लागि अथवा सङ्गीत भर्नको लागि, विशेष गरेर सङ्गीत भर्नको लागि गायक हुनैपर्छ। गायक नभइकन ऊ सङ्गीतकार, सफल सङ्गीतकार बन्न सक्दैन। म त कति चाहिँ गीतै गाउन नजान्ने टेबल खटाएको घरमा पनि अलिअलि सुसेलेर थोरै सानोतिनो मेलोडी निकालेको घरमा पनि एउटा आफूलाई ठुलै सङ्गीतकार ठान्ने अहिले चलन बढेको अवस्थामा यो मेरो भनाइ त त्यति अतियुक्ति छैन, तर मलाई लाग्छ एउटा सङ्गीतकार हुनको लागि गीत गाउन, त्यो गीतको स्केलहरू थाहा पाउनको लागि, गीतको रेन्ज थाहा पाउनको लागि, कुन तालमा गीत बन्यो, कुन सुरमा गीत बन्यो, आफूले बनाएको गीत कुन शैलीले गाउने हो, कुन फ्लेभरको गीत हो, त्यो सबै कुरा चाहिँ बुझ्नु र गाउन सक्नु जरुरी छ जस्तो मलाई महसुस हुन्छ। र अर्जुन कौशल एउटा राम्रो सङ्गीतकार, मैले त सङ्गीतकारै भनेर चाहिँ उहाँलाई
लिइरहेको हो। अब त एकदम राम्रो गायक पनि बनिसक्नुभयो र भर्खरै मैले बोल्दा बोल्दै हामी सबैको पर्खाइ राजेश दाई आइपुग्नु भयो। उहाँलाई म मेरो व्यक्तिगत तर्फबाट पनि स्वागत गर्न चाहन्छु र यति भन्दै अब यस नथियावाली गीतले सम्पूर्ण नेपाली मधेस पहाड हिमाली हामी सबैको मन छुन सफल रहोस्, सबैको मनमुटुमा बस्न सफल रहोस्। अर्जुन भाइको यो प्रयास सक्सेस रहोस्। हाम्रो आदरणीय राजेश दाइले फिल्मी भएको दाइलाई म हटली आभार धन्यवाद पनि दिन चाहन्छु। दाइले भर्खरै अब लोकदोहोरी एउटा चाहिँ गरी शब्द सङ्गीत रहेको कस्तो अचम्ममा पनि काम गर्नुभएको छ। दाइ भनेको एउटा हामी सबैको आदर्श व्यक्तित्व हुनुहुन्छ, हामी सबैले बुझ्ने व्यक्तित्व बन्नुभएको छ दाइ। किनकि दाइले चाहिँ दोहोरी पनि भन्नु भएन, लोकपप भन्नु भएन, चलचित्र भन्नु भएन। त्यो एउटा अन्य चलचित्र कर्मीहरूको लागि म ठुलो हुँ भन्नेहरूको लागि पनि एउटा उदाहरण बन्नुभएको छ। यसको लागि म व्यक्तिगत तर्फबाट दाइप्रति हार्दिक आभारी छु र यो गीतको यो एल्बमको सफलताको फेरि पनि म कामना गर्दै मेरो यो भनाइलाई यही अन्त्य गर्दछु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद देवी अनुरागी, जो नेपाली सङ्गीत उद्योगमा आफूलाई छुट्टै पहिचानका रूपमा चिनाउन सफल हुनुहुन्छ। यही अग्रज व्यक्तित्व नेपाली सङ्गीत उद्योगका महानायक राजेश हमाल हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई हामी एउटा स्वागत कार्यक्रम राखेका छौँ। उहाँलाई स्वागत गरिदिनुका लागि म यस गीतका गायक, रचनाकार, सङ्गीतकारका 3 जना पुत्रीबाट उहाँलाई हामी स्वागत गर्दैछौँ। टपी र यो प्रमुख अतिथिको ब्याज सहित उहाँलाई हाम्रो यस विमोचन कार्यक्रम समारोहमा स्वागत गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। कृपया नेपाली चलचित्रका महानायक राजेश हमाललाई हामी स्वागत गर्दैछौँ। भूकम्प भिरको बाटो भाग 3 भूकम्प एल्बमको विमोचन कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गर्दैछौँ। हामी सबैले आलु फिटेर उहाँलाई स्वागत गरौँ र धन्यवाद, धेरै धेरै धन्यवाद आदरणीय व्यक्तित्व राजेश हमालज्यू। त्यसै गरी उपस्थित सम्पूर्ण महानुभावहरूलाई म धेरै धेरै धन्यवाद दिन्छु। म तपाईँहरूलाई ढिला नगरिकन एउटा अर्को काम चाहिँ यहाँ हाम्रा प्रमुख अतिथिलाई लगाउन गइरहेको छु। 6 बजे हाम्रो लोड सेडिङको तालिका छ नेपालको नियति। त्यसैले गर्दा हाम्रो यो प्रोजेक्टरमा हामीले आज भिडियो हेर्ने कार्यक्रम राखेका छौँ। हाम्रो यहाँ पत्रकार महानुभावहरूलाई मायाको चिनो यसपछि भिडियो पछि गर्नेछौँ। त्योभन्दा अगाडि हामी सबभन्दा पहिला यो लाइनलाई अथवा करेन्टलाई मध्यनजर राख्दै नेपालको नियति लोड सेडिङ अहिले 6 बजे तालिका छ, गयो भने फेरि अलिकति हामी यो प्रोजेक्टरमा नथेक्ने जानकारी पाएकोले म अडियो विमोचन सँगसँगै भिडियो पनि सार्वजनिक गरिदिनुका लागि आदरणीय नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, त्यसै गरी विशिष्ट अतिथिगणहरू र अतिथिगणहरूलाई र उपस्थित सबै सहभागी महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु। अडियो विमोचन सँगसँगै भिडियो पनि सार्वजनिक गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथि महानायक राजेश हमाल, त्यसै गरी अन्य अतिथिगणहरू कृपया। अडियो विमोचन हुँदैछ भूकम्प भाग 3 भिरको बाटो भूकम्प भाग 3 विमोचन कार्यक्रममा महानायक राजेश हमालले गरिदिनुहुन्छ। धन्यवाद। र अब हामी ल्यापटपमा भिडियो क्लिक गरेर हामी भिडियो पनि सार्वजनिक गर्दैछौँ। भूकम्प भाग 3 नथियावाली गीतको बोलको भिडियो शिव विकाले अघि नै भनिसक्नु भएको छ। अब तपाईँहरूले नै मूल्याङ्कन गर्नुहोस्, मैले बनाउने काम हो, निर्देशन गरिसकेँ, अब कस्तो बनिएको छ तपाईँहरू हेर्नुहोस् भनिसक्नु भएको छ। म यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिगण र सहभागी महानुभावहरूलाई यो भिडियो हेरिदिनुका लागि अनुरोध गर्दै
प्रमुख अतिथि महानायक राजेश समाज्यूलाई भिडियो क्लिक गरेर सबैका सामु सार्वजनिक गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। कृपया संसार सबै छोडिदिन्छु म त तिमीलाई पाए पार माया अडिएको रहेछ संसार सबै छोडिदिन्छु म त तिमीलाई पाए पार तिम्रै तस्बिर मैले मनमा सजाए तिम्रै तस्बिर मैले मनमा सजाए पागलै हुन्छु म तिमीलाई नपाए तिम्रो गरी साध्य छैन सत्य साँचो बोलेको छु झुट बोलेको होइन कति बयान गरौँ तिम्रो गरी साध्य छैन सत्य साँचो बोलेको छु झुट बोलेको होइन ढुक्क भए मेरी नथिया वाली ढुक्क भए मेरी नथिया वाली भनेको मैले त मन पराइहाली छुनु मुनु गरी मेरो मन चोरी अरे माथि हाली प्रेमको डोरीले हो नथिया वालीले छुनु मुनु गरी मेरो मन चोरी अरे माथि हाली प्रेमको डोरीले हो अरे खुट्टैमा पायल छ कानैमा झुम्का रे खुट्टैमा पायल छ कानैमा झुम्का लाई हाली गोरीले झ्याउरेको ठुम्का लाई हाली गोरीले झ्याउरेको ठुम्का नथिया वालीले छुनु मुनु गरी मेरो मन चोरी अरे माथि हाली प्रेमको डोरीले हो त्यसैगरी यसमा शिवविका लगायतका विभिन्न आदरणीय व्यक्तित्वहरूको महत्त्वपूर्ण भूमिका छ। हामी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार महानुभावहरूलाई यो पालपालीको यहाँ धेरै जमघट भयो जस्तो मलाई लागेको छ। त्यसैले यो पालपाली चिनो हाम्रो अर्जुन कौशल आफै पनि पालपाली हुनुहुन्छ, त्यसैले आफ्नो गाउँको एउटा मायाको चिनो पत्रकारहरूलाई आज यो भिडियो सार्वजनिक गर्दा लौ नचाहिने दिन पर्यो भनेर यो टपी लगायतका सामग्री ल्याइदिनु भएको नायक राजेश समाल हुनुहुन्छ र उहाँले एकैछिन हस्ताक्षर पनि गरेर तपाईँहरूलाई यो सिडी वितरण गर्ने भन्ने कुरो आएको छ। त्यसैले
थोरै धैर्य धारण गरिदिनुका लागि पनि म हार्दिक अनुरोध गर्दछु। म तपाईँहरूलाई यसै बिचमा एउटा सुवर्ण अवसर नगुमाउँदै तपाईँहरूलाई जानकारी गराउँछु। यो भन्दा अहिले यो एउटा म्युजिक भिडियोसम्म आइरहेको छ। अब योभन्दा अगाडि कसरी पर्छ त्यो हामी हेर्न बाँकी नै छ। अर्जुन कौशल जो आजका गायक सङ्गीतकार रचनाकार हुनुहुन्छ, उहाँले समाजमा सामाजिक कुरीति कुसंस्कार अन्धविश्वास र अन्यायका विरुद्ध पनि उहाँले विभिन्न गीत सङ्गीतको मार्फत हामीलाई सन्देश दिनुभएको छ। त्यसै गरी राष्ट्रिय गीत पनि उहाँले पछिल्लो समय काँचुली भनेर राख्नु भएको छ र त्यसै गरी उहाँले छुट्टै पहिचान बनाउनु भएको छ। 2054 सालदेखि आफ्नो सङ्गीत यात्रालाई निरन्तर जारी राख्नुहुने आदरणीय सङ्गीतकार रचनाकार व्यक्तित्व हाम्रो बिचमा हुनुहुन्छ अर्जुन कौशल, सँगसँगै महानायक राजेश हमाल, त्यसै गरी विशिष्ट व्यक्तित्व चलचित्रकर्मी र कलाकर्मी। सायद यो समायोजन फ्युजन चाहिँ नि केही नयाँ रूपमा चाहिँ निक्लोस् हामी कामना गर्छौँ। अब म ढिला नगरिकन लगभग पुग्यो होला। ईश्वरी पालपाली सुनचाँदी पसल बुटुबोल ले यो केही सहयोग, प्रीति भोक लाग्यो प्रीति, त्यसै गरी म्युजिक नेपाल लगायतका विभिन्न संस्थाहरूले यस म्युजिक भिडियोलाई यो निर्माण गर्नका लागि र अर्जुन कौशलको साङ्गीतिक यात्रालाई अगाडि बढाउनका लागि अर्को एउटा इँटा थपेका छन्। आर्थिक पाटो अहिले अलिकति नाजुक छ। अघि क्वेसन सोधिरहनु भएको थियो एकजना टेलिभिजनका साथीले अर्जुन कौशललाई, कसरी सस्टेन हुनुहुन्छ यो म्युजिक क्षेत्रमा, पैसै छैन बिग्दैन भन्दै हुनुहुन्थ्यो। उहाँले के एन्सर दिनुभयो त चाहिँ मलाई थाहा छैन। पत्रकार साथीहरू अगाडि आएर आफ्नो एउटा मायाको सिनो ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। भीम पाण्डे बिजनेस संसार लेख्नु भएको छ, कृपया अगाडि आएर मायाको सिनो ग्रहण गरिदिनु होला। businesscover.com ल धन्यवाद। यसै गरी दिपेश राज थारू डिसी नेपाल, यो राम्रो चाहिँ चलिरहेको अनलाइन दिनेश राज थारू। त्यसै गरी विशाल राई शौर्य दैनिकका प्रतिनिधि हुनुहुन्छ, कृपया आफ्नो मायाको चिन्ह ग्रहण गरिदिनु होला। यसै गरी डिबी खड्का शुक्रबार दैनिक, शुक्रबार साप्ताहिक दैनिक त छैन क्या है, नागरिक दैनिक हो त डिबी खबर। त्यसै गरी गणेश किशन राई होला हो, के लेख्नु भएको छ? ए किशन कुमार लक्ष्मी, हिमालय टाइम्स, कृपया अगाडि आइदिनु होला। कृपया यो तालिमको अभियान चलाउनु भएको छ हाम्रो अर्जुन कौशलले, उहाँलाई अलिकति ऊर्जा थप्ने काम गरौँ। त्यसै गरी नारायण पङ्गेनी रेडियो मिरमिरीबाट उहाँ प्रतिनिधि हुनुहुन्छ, अनलाइन खबर.com। अहिलेको नेपालको साह्रै राम्रै गरी चलेको अनलाइन खबर.com धेरैले भिजिट गर्छन्। विजय आवाज। त्यसै गरी सुरज पछाडिको मैले बुझिनँ, कृपया सुरज पछाडि मैले बुझिनँ, सिलवाल हो। एसटिभी को प्रतिनिधि, कृपया अगाडि आइदिनु होला। अनि यसै गरी मनोज बस्नेत एसटिभी सगरमाथा टेलिभिजन होला, मनोज बस्नेत। त्यसै गरी अखिल बास्तोला इमेज टेलिभिजनबाट प्रतिनिधि हुनुहुन्छ, कृपया हौसला थप्नुमा अगाडि उपस्थित महानुभावहरू। सीताराम बडाल। त्यसै गरी दिपेन्द्र घिमिरे च्यानल नेपालबाट प्रतिनिधित्व गर्नुहुन्छ दिपेन्द्रजी। गौतम हाम्रो बिचमा हुनुहुन्छ, उहाँ पनि च्यानल नेपाल एफएम नेटवर्कबाट नम्रता पाठक उपस्थित हुनुहुन्छ। उहाँलाई पनि म आफ्नो मायाको चिनो ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु, नम्रता पाठक। त्यस्तै गरी दिपेन्द्र गुरुङ नेपाल के विकली हो हजुरको? नेपाल टाइगर खतरा पो नाम रहेछ, नेपाल टाइगर विकली। ल ठिक छ। त्यसै गरी
महाप्रहार लेख्नु भएको छ, सन्ध्याकालीनबाट यहाँ प्रतिनिधित्व गर्नुहुन्छ, कृपया अगाडि आइदिनु होला। मैले सबै बुझिनँ, त्यही भएर। नयाँ पत्रिका दैनिकबाट कला अनुरागी हुनुहुन्छ, कृपया अगाडि आइदिनु होला। त्यसै गरी पारस पौडेल टिभी फिल्मीबाट यहाँ उपस्थित हुनुहुन्छ, कृपया अगाडि आइदिनु होला। पारसी दीपक विष्ट पनि टिभी फिल्मीबाटै यहाँ उपस्थित हुनुहुन्छ, दीपक विष्ट। दीपकजी र सायदै मेरो लागि अन्तिम नाम यही हुन सक्छ, तपाईँको नाम छुटेको भए मलाई जानकारी गराउनु होला। आदरणीय उपस्थित पत्रकार महानुभावहरू, मेरो लागि नाम यही नै अन्तिम छ यहाँ यो लिस्टमा। धन्यवाद। चिनो व्यक्तित्व हुनुहुन्छ, उहाँलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हेम सुवेदी कान्तिपुर एफएमका वरिष्ठ सञ्चारकर्मी अगाडि नै बस्नु भएको छ, उहाँलाई पनि हामी यो मायाको चिनो चाहिँ टोपी लगाइदिनु पर्ने भयो। ठिकै छ। हामीले अब मलाई यहाँ हाम्रो अध्यक्षज्यूले तपाईँ पनि आउनुहोस्, तपाईँ पनि एउटा रेडियोमा बोल्नुहुन्छ भन्नुहुन्छ, तर एकैछिनपछि लाउँला कि जस्तो लाग्यो मैले चाहिँ, कि लाएर बोलौँ ल। ठिक छ, अब मेरो पालो आयो है यो पत्रकार साथीहरू। मात्रै दुईटा काम छ। अब एउटा हाम्रा सहयोगदाताहरूलाई यो मायाको चिनो ल्याएको छौँ, यसलाई पनि साथीहरूलाई यसो यो अवसर हो। कौशल यस सभाका सभाध्यक्ष लगायत विशिष्ट अतिथि र अतिथिगणलाई हार्दिक अनुरोध गर्दछु। म पालो पालो नाम बोलाउने छु र यसमा चाहिँ म एक्सक्युज भन्दै अगाडि बढाउँछु। त्यसै गरी प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो, धनी अङ्कन स्टुडियो भवरमहल काठमाडौँलाई विविधा यदि हुनुहुन्छ क्या अरू। अनि मैले श्यामजीलाई पनि देखिरहेको छु, स्वरूपा रसाली पनि यहाँ बिचमा हुनुहुन्छ, कृपया मायाको चिनो ग्रहण गरिदिनु होला अगाडि आएर। त्यसै गरी देखिरहेको छैन, अहिले आउनुभयो भने उहाँलाई पनि मायाको चिनो। त्यसै गरी विशेष सहयोगीमा जनक शाही, कृपया अगाडि आएर मायाको चिनो ल्याइदिनु होला, उहाँ पनि हुनुहुन्न। म्युजिक नेपालबाट पनि यहाँ मैले प्रतिनिधि पाएको छैन। त्यसै गरी तेज प्रसाद सीमन्तमणि आफै हुनुहुन्छ यहाँ, मैले आजको त्यसै गरी सुजन राज बानिया डिजाइनर हुनुहुन्छ, कृपया। मैले अघि नै भनेको छु यो तलमाथि कता परिरहेछ। अनि राजु हिताङ्ग पनि यहाँ मैले देखिरहेको छैन, कुमकुम ज्वेलर्सबाट। त्यसै गरी मैले अघि नै पनि आसन ग्रहण गराइसकेँ, आफ्नो बोल्ने काम पनि सघाउनु भएको छ। यो भिडियोलाई राम्रो गरी निर्देशन गर्नुभएका शिव विकासज्यूलाई यो मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। गायिका मिनु गैरे, कृपया यो मायाको चिनो ग्रहण गरिदिनु होला। आउनु भएको छ भन्ने सुनेको थिएँ मैले। त्यसै गरी लक्ष्मण कुमार स्वार, लक्ष्मणजी हुनुहुन्न, म देखिरहेको छैन। विशेष सहयोगी मुकेश कठाए हुनुहुन्न। त्यसै गरी छायाङ्कन हुनुहुन्छ, जसले राम्रो गरी यो भिडियोलाई निर्माण गर्नका लागि क्यामेरा घुमाइ खिच्नुभयो, रामेश्वर कार्की यहाँ बिचमा हुनुहुन्छ, कृपया मायाको चिनो ग्रहण गरिदिनु होला। त्यसै गरी यो ईश्वरी पालपाली सुनचाँदी पसल अहिले आउनु भएको छैन। त्यसै गरी पुष्पराज कुमार विशेष सहयोगी, पुष्पराजजी हुनुहुन्न, आउनु भएको छैन। यो हामीलाई चाउचाउ दिनुभएको छ, अहिले हामी सबैलाई फेरि खाजा खाँदै गर्दा एक एकवटा चाउचाउ पनि बाँड्ने कार्यक्रम छ यहाँ। त्यसै गरी रूपेश कुमार सुमार विशेष सहयोगी हुनुहुन्न क्या हो, हुनुहुन्न। त्यसै गरी यति बेलसम्म यो
मायाको चिनो बाँडिरहनुहुनेको नाम पो आइसक्यो यहाँ। अर्जुन कौशल रचनाकार सङ्गीतकार गायक कृपया उहाँलाई अझै ऊर्जा थपौँ। अर्जुन कौशल महानायक राजेश हमालसँग कपाल त्यसै गरी उपस्थित सम्पूर्ण महानुभावहरू, त्यसै गरी अब भट्याउनु गेरी एकैछिन हाम्रो प्रमुख अतिथि आदरणीय व्यक्तित्व महानायक राजेश हमाललाई एउटा मायाको चिनो आयोजकको तर्फबाट प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि एकैछिन यो माइक मेरो जिम्मेवारीबाट अर्जुन कौशललाई हस्तान्तरण गर्छु। विगतका दिन धेरै 1 वर्ष जति भयो हामीले यो भूकम्प ल्याउन खोजेको, तर आज आएर केही हदसम्म गर्ने एउटा प्रयास गरिरहेका छौँ, देखाउने चिनाउने प्रयास गरिरहेका छौँ। र नेपालको सुदूरपश्चिममा जाँदा मैले देशका महानायक राजेश हमालजी मैले पालपाली दाई भनेर यसरी उहाँलाई भने, अनि त्यसमा भेट गराउने हाम्रो दिपेन्द्रजी हुनुहुन्छ, उहाँले फोन सम्पर्कमा लिइराख्नुहुन्थ्यो। अनि घरमै गएर दाईसँग कुराकानी भयो, घरमै गएर चिया खाएँ, चिया खाएर मैले आफ्नो सबै कुरा बताएँ। त्यसपछि दाइले हुन्छ म यो गीतलाई गर्छु भन्नुभयो। त्यसपछि अडियोलाई म छोडिसकेपछि हामी एउटा समय तोकियो। त्यो दिन यस्तो रहेछ कि हामी जति चाहेर पनि भएन। तीजको ठ्याक्कै 2 दिन अगाडि हामी सबैलाई थाहा होला कि तीजको 2 दिन अगाडि के भएको थियो देशमा, देशभरि पानी आएको थियो। त्यस झरीमा पनि एउटा देशको महानायकले आफ्नो कला संस्कृति, अब मैले के भनौँ, मैले भन्नै आउँदैन होइन, भन्नै सक्दिनँ त्यो अहिले यहाँ भन्नै सकिनँ मैले के कसरी बखान गरौँ भनेर। त्यो झरीमा पनि बिहानदेखि साँझसम्म भिजेर हामी खिच्यौँ, तर चाहिँ त्यो सर्टहरू हामीले राख्न पाएनौँ यहाँ। फेरि पछि त्यही चितवनमै गएर दाइले सुन्ने गरिन्छ पत्र पत्रिकामा राजेश हमालले समय दिन्न अरे, समयलाई एकदम ढिला गर्छ अरे भन्ने सुन्ने गर्छौँ। तर चाहिँ आज यो पुष्टि भएको छ कि एउटा गीतलाई 1 हप्ता 10 दिन समय दिएर एउटा एल्बमलाई एउटा गीतलाई यति माया गर्नुभयो भने उहाँको त फिल्म लाइनको छुट्टै पाटो भयो र धेरै माया गर्नुभएको छ। र एउटा पालपालीको नभएर समग्र देशभित्रका गीत सङ्गीतलाई पनि अगाडि बढाउनु पर्छ भन्ने एउटा उहाँबाट हामीलाई माया स्नेह आएको छ। र मैले गीत गाउँछु तर बोल्न त्यति अलमल हुन्छ, मिलाएर सुनिदिनु होला। गीत भइसकेर जान्थ्यो, यसलाई मिलाएर काटछाट गरेर बुझिदिनु होला भन्दै राजेश हमाल त्यसै राजेश हमाल हुनुभएको होइन जस्तो लाग्छ मलाई। आज हाम्रो विमोचनमा आउनुभयो, आएर समय खै आउँछ र राजेश हमाल आउँछ खै भन्ने मान्छेहरू पनि हुनुहुन्थ्यो। तर चाहिँ भोलि पत्रिका पढ्दा उहाँहरूलाई असमान लाग्न सक्छ कि उहाँले सानो होइन ठुलो होइन सबै नेपालका सबै उहाँका दर्शक र श्रोता हुनुहुन्छ भन्ने आज पुष्टि भएको छ। त्यसैले आज म कुन लक्ष्यमा पुगिन्छ भन्ने लक्ष्य मान्छेको धेरै हुन्छ, तर मेरो लक्ष्य एउटा यो पुरा भएको छ कि देशको महानायकलाई मैले मेरो लोकपप एल्बममा अभिनय गरिदिनु भयो। त्यसका लागि विशेष धन्यवाद, हार्दिक आत्मैदेखि धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण हाम्रो यो युनिटलाई, जो क्यामेराम्यान हुनुहुन्छ, डाइरेक्टर हुनुहुन्छ, यसमा हाम्रो डाइरेक्टर अर्को पनि हुनुहुन्थ्यो, उहाँको समयका कारणले फेरि सुट गर्न पाइएन। यही अवसरमा
यो उठेकै अवसरमा प्रमुख अतिथि आदरणीय व्यक्तित्वबाट सम्पूर्ण अतिथिगणहरू अगाडि हाम्रो रोमा बस्नुभएका अतिथिगणहरूलाई टोपी लगाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। महानायक राजेश समाजको हातबाट सम्पूर्ण अतिथिगणहरूलाई हालै भयो। ओके, नारायण राणाजी लगाइसक्नु भएको छ। म नाम भन्दै थिएँ, केही छैन। यहाँ मेरो अगाडि नाम छ प्रेम साईले पनि यो टोपी ग्रहण गरिसक्नु भएको छ। त्यसै गरी मैले यहाँ देखिरहेको छु शशि शरण मजगा यहाँ पनि अगाडि हुनुहुन्छ। हेमदाले लगाइसक्नु भयो क्या र? अनि त्यसै गरी गुरु सुरेश सेन्चुरीज्यू जो अर्जुन कौशलको गुरु हुनुहुन्छ, उहाँले पनि यो टोपी ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। टोपी एकपटक त लगायो जस्तो लाग्छ मलाई अर्जुन कौशलले पनि। ओके, थ्याङ्क यू, धन्यवाद। सभा अध्यक्षज्यू, त्यसै गरी नेपाली चलचित्रका महानायक राजेश समाजज्यू अनि नेपाली लोक दोहोरीको क्षेत्रका विशिष्ट व्यक्तित्व, अब चलचित्रकर्मी अहिले त निर्देशक, ज्यादै राम्रो उहाँको गोर्खा पल्टन जुन असाध्यै त्यसले प्रमाण पनि दियो कि नेपाली चलचित्रले पनि राम्रो गर्न सक्छ भनेर। यदि मौलिक कथाहरू त्यसमा समेटियो भने नारायण रायमाझीज्यू, त्यसै गरी शिव विकास जसले नेपाली लोक दोहोरीका लागि राम्रो निर्देशन गर्ने भिडियो निर्देशकका रूपमा निकै ख्याति पनि कमाउनु भएको छ। त्यसै गरी शशीजी लगायत अब यहाँ अन्य उहाँका पनि गुरु हुनुहुन्छ यहाँ सेन्चुरीजी लगायत अन्य महानुभावहरू र यहाँ उपस्थित पत्रकार मित्रहरू लगायत सम्पूर्ण महिला साथीहरू। अब मलाई आज समीक्षा गर्न भनियो, वास्तवमा यो भिडियोको समीक्षा भन्दा पनि सबभन्दा पहिले त म गायक अर्जुन कौशल, सो नामै अब अर्जुन कौशल छ, कुशलतापूर्वक गीत गाउने र अर्जुन कौशलको यो साङ्गीतिक यात्राको छोटो जानकारी म यहाँ दिन चाहन्छु। मैले रेडियो कान्तिपुरमा निरन्तर बोलेको 15 वर्ष भयो। एज सबैभन्दा सिनियर सुत्याएको नेपाली चलचित्रको पनि क्षेत्रलाई, अब मेरा रिपोर्टर विजय आवाज पनि यतै हुनुहुन्छ, चलचित्र क्षेत्रलाई रेडियो कान्तिपुरमा एकमात्र मैले नै निरन्तरता दिइरहेको छु अहिलेसम्म। नेपाली चलचित्रको क्षेत्र पनि जर्जर छ। नेपाली साङ्गीतिक क्षेत्र त झन् पुरै नगरौँ, सिआरबिटी छैन, एल्बम सेल पटक्कै हुँदैन। यो एल्बम अब हामीले बाँड्ने काम मात्रै भयो, अरू सेल भन्ने कुरा त छँदै छैन। र साथसाथै अब अरू धेरै प्रब्लम छ नेपाली साङ्गीतिक क्षेत्रमा अहिले हेर्ने हो भनेदेखि। तर अहिले एकमात्र माध्यम भनेको के हो भने कन्सर्ट, जस्तो आफूले गीत गाएर विभिन्न महोत्सवहरूले पनि कलाकारलाई पालिरहेका छन् देश विदेशमा। र यो कन्सर्ट गर्ने क्रममा अब भनौँ 20 वर्ष अगाडिदेखि हामी काठमाडौँमा बस्यौँ, तर मेरो मूल घर भने धनगढी हो। धनगढीको सेरोफेरोमा धेरै पहिलादेखि बसेका हामीहरू। अब धनगढीको महोत्सवमा र टिकापुरको महोत्सवमा मलाई उद्घोषण गर्ने जिम्मा दिइयो। यो दुईटै महोत्सवमा मैले भाइ अर्जुन कौशललाई भेट्ने अवसर पाएँ। अचम्म लाग्यो, त्यहाँ सुदूरपश्चिमाञ्चलमा जहाँ मैले त्यहाँको सेरोफेरो सबै बुझ्छु, त्यहाँको देउडा, त्यहाँको थारू संस्कृति सबै बुझ्छु, म त्यो भाषा पनि बुझ्छु, त्यहाँ अर्जुन कौशल भने यो को रहेछ जस्तो लाग्यो। पहिला त मैले चिनिनँ, किनभने नेपाली साङ्गीतिक क्षेत्रमा लाग्ने गायक गायिका गीतकार सङ्गीतकार जस्तो अहिले बिबी अनुरागी जस्ता यहाँ एकदम भनौँ न म्याजिक टच उहाँको तर्फबाट सङ्गीत भन्छु अहिले एकदमै राम्रो। लिलु गुरुङकोमा उहाँको सङ्गीत पनि आएको छ शब्दमा। अब मैले 90% जति त्योभन्दा पनि बढी कलाकारहरूलाई कतिलाई त मैले आफै पनि किङ मेकर जब भन्छु हामीले, कतिलाई त बनाएँ पनि मैले नेपाली साङ्गीतिक क्षेत्रमा। आज दिपेश किशोर भनौँ न देखि लिएर दिपेश किशोर भट्टराईदेखि लिएर हेमन्त शर्मा, राधी छेत्री, यश कुमार, विजय लामा सबै हाम्रै क्षेत्र छायाभित्रमा एउटा राम्रो कलाकार भएका कलाकारहरू। तर अर्जुन कौशलको नाम मैले त्यति सुनेको रहेनछु। अनि त्यहाँ जाँदाखेरि त सुदूरपश्चिममा धेरै डिमान्ड छ अर्जुन कौशलको, त बडा गजब लाग्यो। अब यानी माया भन्ने गीत भर्खरै हाम्रो त्यो महोत्सवमा यति राम्रो प्रेम भयो। अर्जुन कौशलको एउटा राम्रो बानी के छ भने सधैँ राम्रो बिहेभ गर्ने, मिडियासँग पनि मिठो बोल्ने, धेरै चाँडो साथी बनाउने। अनि त्यो व्यवहारले गर्दाखेरि पनि उहाँ अब धेरै माथि जानु जस्तो लाग्छ बिस्तारै। त्यसपछि उहाँले गाउनुभयो गीत यानी माया बठनिया हो। अनि एउटा गीत अझ उहाँले सङ्गीत दिनुभएको रहेछ, खेलौडा देउडा चैतली मिलाइदियो शुवा पैतली, निकै राम्रो गीत चर्चामा आएको रामचन्द्र कार्कीको उहाँले सङ्गीत दिनुभयो। यसरी सङ्गीतकार पनि निकै राम्रो, शब्द पनि आफै रच्ने। अब अहिले पछि गएर उहाँले यो भूकम्प पनि मलाई देखाउनु भयो, भाइ मैले यस्तो एल्बम ल्याएको छु र अब तपाईँको मिडियाबाट गाउनु पर्यो भन्नुभयो। यसमा फेरि राजेश समाल, महानायक राजेश समाललाई उहाँले मोडलिङ गर्नुभएको छ, खेल्नु भएको छ। अझ सोनिया केसीले पनि यसमा मोडलिङ गरेको भन्ने कुरा भन्दा म छक्क परेँ।
र यो गीत पनि उहाँले धनगढीमा पनि महोत्सवमा पनि त्यतिकै गाउनुभयो, त्यतिकै स्याबासी पाउनुभयो, त्यतिकै वान्स मोर पाउनुभयो धनगढीको महोत्सवमा पनि र टिकापुरको महोत्सवमा पनि। अझ पठनीय यो जुन गीत उहाँले यो गाउनुभयो देउडा गीत यानी मायाभित्रको गीत, यो गीत त एक त देउडाको सेरोफेरोलाई त्यहाँ हुर्क्यौली हाम्रो देउडाको नृत्यहरूभित्रमा त्यो समाहित गर्ने शब्दलाई समेट्नु भएको हुनाले सबैभन्दा डिमान्डेड व्यक्ति त उहाँ पो हुनुहुँदो रहेछ। अनि मलाई छक्क परे, मैले भाइलाई भने भाइ अब मूलधारको राष्ट्रिय रेडियो टेलिभिजनहरूभित्रमा अझ बढी चर्चित हुनु पर्यो। अहिले अब जति छ विदेशमा पनि त्यतिकै नाम होस्, रेडियो कान्तिपुर विश्वभरि फैलिन्छ, नेपालमा सबैभन्दा बढी कभरेज भएको रेडियो हो, त्यो रेडियोमा पनि आउनुहोस्, आफ्नो इन्टरभ्यू पनि दिनुहोस्, तपाईँलाई अझ विदेशबाट बोलाउँछन् भन्ने जस्तो कुरा हाम्रो सल्लाह पनि भयो। तपाईँ लोकलमा त भिज्नु भएकै रहेछ, कतिपय लोकलका हिरो हुन्छन् जसलाई साँच्चै नै त्यो लोकालिटीमा ज्यादै प्रेम गरिन्छ, उहाँले सम्मान पाउनुहुन्छ राष्ट्रिय हिरो भन्दा पनि। अनि मैले राष्ट्रिय कलाकार भनेर एक थरी बोलाउने, उहाँलाई स्थानीय कलाकारको रूपमा अझ भ्यालु दिने। मैले भने अझ उहाँ त राष्ट्रिय रूपले अझ फैलिनु पर्ने रहेछ, उहाँको बृहत क्षेत्र अझ बनाउन अझ केही बाँकी रहेछ जस्तो लाग्यो मलाई। अनि उहाँले तर पछि मैले विचार गरेँ, उहाँले लगभग 1.5 दशक जति सङ्घर्ष यहीँ काठमाडौँमा आएर गर्नुभएको रहेछ, अरूलाई पनि सङ्गीत दिने, अरूलाई पनि एकदमै राम्रोसँग प्रेम गर्ने त्यो रहेछ। लगभग भनौँ महानायक राय समालको 2.5 दशकको निरन्तर त्यो चलचित्र क्षेत्रको सङ्घर्ष जस्तै उहाँले 1.5 वर्ष सङ्घर्ष गरेको, तर अझ गर्न धेरै बाँकी उहाँकोमा रहेछ। अब नेपाली साङ्गीतिक क्षेत्रमा केही पनि छैन मैले भनिहालेँ, अब अलिकति कमाउनुतिर लाग्नु पर्यो, विदेशमा पनि कन्सल्ट गर्नु पर्यो। यो क्षेत्रलाई मैले यस्तो इनबर्न ट्यालेन्ट पाएँ अर्जुन कौशलमा कि सङ्गीत मात्रै छ उहाँको हृदयभित्र, एकदम विशेष सङ्गीत इनबर्न ट्यालेन्ट भित्रबाट एकदम जन्मजात गुण लिएर आएका, र सायद मलाई लाग्छ सङ्गीत बिना अर्जुन कौशल बाँच्न सक्दैनन्, त्यस्तो मैले फिल गरेँ। बरु अरू सबै कुरा त्याग्न सक्छन् तर सङ्गीत त्याग्न सक्दैनन् उनले जीवनमा। त्यसैले यस्तो व्यक्ति साँच्चै डिजर्भिङ छ, व्यक्तिले स्थान पाउनुपर्छ भन्ने मेरो पनि राय सल्लाह भयो। अनि मैले के भने भूकम्प जो अलि लामो समयपछि यो अहिले यहाँ आएको छ हामी माझमा, यो एल्बमको विमोचनको बेलामा यसो मलाई पनि बोलाउनु है भाइ, म यो केही बोलाउला भन्ने त थिएन, समय पनि घर्किसकेको छ, र यसको लागि केही प्रमोसन गरौँ, हाम्रो रेडियोमा पनि अलि राम्रो गरौँ। अब यो नथनियावालीमा अब यसरी महानायकले नै आफूले नै अभिनय गर्नुभएको छ, यसलाई चर्चित बनाऊ अलिकति भन्ने सल्लाह पनि भयो। अनि त्यसपछि ल त अब गरौँ भनेर उहाँ पनि बसिनु भयो, उहाँले मलाई धेरै पटक फोन गर्नुभयो, कस्तो खुसी लाग्यो, धेरै खोज्नुभयो। म पनि कार्यक्रमबाट डाइरेक्ट आएँ, आज शनिबार भयो पनि हाम्रो बिदा हुँदैन, सिधै कार्यक्रम गरेर आएको थिएँ मैले। आज यो अवसर पाएँ, पालपाली ढाका टोपी पनि पाएँ, उहाँको यो भूकम्प जसको यो अर्थक्वेक अफ म्युजिक भनिएको छ, नेपाली रोमान्टिक डान्सिङ फोक पप रक सङ्ग्स भनेर यो नामाङ्करण गरिएको छ। सबै कुराको विधा उहाँको यो भिरको बाटो भाग 3। अनि मैले त्यो धनगढी र टिकापुरमा हरेक गाडीमा सुनेको उहाँको यो बटनिया हो बाट मैले के सोचेँ भने ओहो लोकलमा त निकै छाइसकेको गायक पो हुनुहुँदो रहेछ उहाँ त भन्ने लागेर अब उहाँलाई अझ पनि भनौँ न यो विदेशमा अथवा देश विदेशमा थाहा पाउने गरी जसरी अरू कलाकारहरू पनि हाम्रो रेडियो सुनेर आजभोलि व्यस्त छन्, अब हामीलाई नै जाउँ भन्दाखेरि पनि प्रब्लम हुन्छ। हामी रेडियोको जागिरे प्रशान्त तामाङलाई नै खेलाउनु, प्रशान्त तामाङसँग सबभन्दा पहिले म कोरिया गएँ, हङकङको त्यो यात्राभित्रको त्यो सेरोफेरो या अथवा भनौँ युएई दुबईभित्रको सेरोफेरोमा पनि कतिपय पटक जान पाइनँ। त्यो मैले आज आएर म के भन्छु भने विदेशमा पनि उहाँले यो भेगका बासिन्दाहरू जो विदेशमा गएका छन् उहाँलाई समात्न पायो भने यो भिजुअल मार्फत अब भने चर्चित हुनुहुनेछ वा अझ बृहत हुनुहुनेछ भन्ने मैले आशा लिएको छु। त्यो बृहत गराउनको लागि हाम्रा सञ्चारकर्मी मित्रहरूले पनि सहयोग गर्नुहुनेछ, किनभने वास्तवमै डिजर्भिङ कलाकार जसले रामचन्द्र काफे लगायत अन्य कलाकारलाई पनि आफ्नो सङ्गीतले बनाउनु भयो र सानो प्रोफाइलमा लो प्रोफाइलमा बसेर पनि रेकर्डिङ स्टुडियोमा आफू लागेर पनि दत्तचित्त हुनुभयो उहाँको यो यात्रालाई। अब हामीले पनि आफ्नो जति सक्छौँ त्यति नै डेफिनेटली हेल्प गर्नेछौँ भन्ने यही आशाका साथमा मलाई बोलाइदिनु भयो। यसरी ढाका टोपीका साथमा अब भाइलाई उद्घोषक भाइले पनि चिन्ने अवसर पाएँ, अन्य अरू मित्रहरू जो पत्रकार मित्रहरू हुनुहुन्छ उहाँले पनि आएर साँच्चीकै डिजर्भिङ कलाकारलाई यो बेलामा कन्सर्टमा भएको उहाँको गुणलाई हृदयङ्गम गर्दै उहाँ तान्न सक्ने एबिलिटी छ कन्सर्टमा। कन्सर्टको सिङ्गिङको बेस्ट एबिलिटी सबैमा हुँदैन, त्यो उहाँमा रहेछ र त्यसैले पनि पालपाली दाजुलाई समातिहाल्नुभयो उहाँले राय समाललाई, जो उहाँको मूल घर पनि पाल्पा नै हो र यसरी पालपाली दुवै। अनि म छक्क परेँ, सुदूरपश्चिमको व्यक्ति होइन पाल्पाको व्यक्ति सुदूरपश्चिममा त्यति चलेका, यो पनि एउटा गजबको कुरा लाग्यो मलाई। त तिनै पाल्पाली व्यक्ति जसले सुदूरपश्चिममा मात्र होइन अन्य भेगमा पनि यो पाल्पाको नाम राख्न सकुन् र चर्चित हुन सकुन् भन्ने यही शुभकामनाका साथमा म आफ्नो भनाइ यही कुरा गर्छु। र
उत्तरोत्तर प्रगतिको धेरै धेरै कामना गर्छु। भिजुअल त्यति दुईजना एकदमै राम्रा कलाकारले गरिदिनु भएको छ। पुरा यसमा न्याय मिलेको छ, किनभने जुन तरिकाले नथनिया वाली त्यो भेगमा नाचिन्छ त्यो भेगको राम्रो मैले न्याय गरेको छ कि छैन हेर्नुहोस् भनेर भन्नुभयो। यही आएर हेर्न पाएँ। यो भिजुअल निश्चय नै सुपर डुपर हिट हुन्छ होस् भन्ने कामना गर्दै बिदा चाहन्छु। धन्यवाद। धन्यवाद। आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्ने वरिष्ठ सञ्चारकर्मी हेम सुवेदी दाइलाई। र अब म ढिला नगरिकन हाम्रो आजको प्रमुख अतिथिलाई बोलाउनुभन्दा अगाडि एउटा काम गर्नुपर्ने देखिएको छु। हाम्रो अतिथि दिदी अनुरागी दाइलाई पनि एउटा टोपी हामीले लगाइदिँदैछौँ। कृपया अगाडि आएर टोपी लगाइदिनु होला। यसै बिचमा दिपेन्द्र महतो हुनुहुन्छ। उहाँ राजेश दाई सँगै सहयात्रामा निरन्तर अगाडि बढिरहनुहुन्छ। विभिन्न तौर तरिकाबाट राजेश दाइलाई सहयोग गर्नुहुन्छ। उहाँलाई म अगाडि आएर मायाको चिनो सँगसँगै आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। कृपया दिपेन्द्र महतो आउँदै हुनुहुन्छ। उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ हाम्रो यो भिडियोदेखि लिएर सबै काममा। उहाँको धेरै धेरै धन्यवाद। र अब हाम्रो यहाँ दलबहादुर विक जो आजको कार्यक्रम समायोजन गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, उहाँलाई पनि एउटा टोपी लगाएर हामी यो मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। कृपया अगाडि आइदिनु होला। धेरै क्षेत्रमा उहाँले सहयोग गर्नुभएको छ। एउटै क्षेत्र भन्दा के गर्नु, सबै यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई आज यो अवसर जुरिया छ। र अब हामी हाम्रो सङ्गीतकार, रचनाकार र गायक अर्जुन कौशल की सुपुत्री ईशा र निशा कौशलबाट आजका प्रमुख अतिथि महानायक राजेश हमाललाई मायाको चिनो हस्तान्तरण गर्दैछौँ। कृपया ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु महानायक राजेश हमाललाई। मायाको चिनो हामी आयोजकको तर्फबाट यो हस्तान्तरण गर्दैछौँ। महानायक राजेश हमाललाई यो मायाको चिनो हस्तान्तरण गर्दै गर्दा कृपया तालीले उहाँलाई यो अझै ऊर्जा पकाउँ। साँच्चीकै रात पनि अलिकति छिप्पिसकेको छ, तर यसै बिचमा हामी अलिकति अब होला हाम्रो 10 मिनट पनि लामो हुन्छ जब आतुरी लाग्छ मनमा। अब यो सँगै म आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व, नेपाली चलचित्र क्षेत्रका महानायक र तपाईँ हामी सबैलाई एउटा हजुर जलपानको व्यवस्था हुनुहुन्छ। उहाँलाई आफ्नो मन्तव्य राखिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ। यहाँ बस्नुभएका सम्पूर्ण अब हाम्रो शिवम विकासजीसँग त एकदम पुरानै नाता छ होइन। करिब करिब एउटै टाइपको तरकारी बनाउने बेला बेला भेटघाट पनि हुन्छ हाम्रो। त्यसमाथि रायमाझीसँग चाहिँ पहिलोचोटि मेरो भेटघाट हुँदैछ, तर उहाँ पनि पाल्पाको भन्ने थाहा पाएँ। तर पाल्पामा धेरै जस्तो रायमाझीहरू मेरो मामै पर्नुहुन्छ, त्यस कारण उहाँलाई पनि मामै भन्नु कि जस्तो लाग्यो। हेल सुनिदिनु त पुरै नगरौँ, मलाई चाहिँ तपाईँले उहाँको स्वर सुनि नै रहनुहुन्छ। उहाँ पनि मित्रै हुनुहुन्छ अर्जुन कौशलजी र अन्य उपस्थित र यहाँ सम्पूर्ण पाल्नुभएका पाहुनाजनहरू, पत्रकार बन्धुहरू सबैलाई एकदम नमस्कार छ। मेरो अर्जुन कौशलजीसँगको मेरो नाता हेम सुवेदीजीसँग भन्दा त्यति फरक चाहिँ छैन। यहाँ अरूले पनि भनिसक्नुभयो, उहाँसँग पनि मेरो सुदूरपश्चिममै भेटघाट भएको, त्यो पनि स्टेजमै भेटघाट भएको। उहाँ र म चाहिँ एउटा दुवैजना कलाकारकै हैसियतले त्यहाँ गएका थियौँ र म आफ्नो काम गरिरहेको थिएँ। जब उहाँको पालो आयो गीत गाउने, मलाई उहाँसँग मेरो त्यति परिचय भइसकेको थिएन पहिला। र स्टेजमा देख्दाखेरि म पनि हेम सुवेदी जस्तै म पनि उहाँको चाहिँ एउटा भनौँ न उहाँको ट्यालेन्ट, उहाँको प्रतिभा देखेर असाध्यै प्रभावित भएँ। र उहाँले जुन एउटा स्टेज पर्फर्मेन्स गर्नुभएको थियो, प्रस्तुत गर्नुभएको थियो आफ्नो, त्यसबाट पनि अत्यन्त नै प्रभावित भएर मैले छेउछेउको व्यक्तिहरूलाई सोधेँ पनि उहाँ कहाँको हुनुहुन्छ, यही एरियाको हुनुहुन्छ कि कहाँको हुनुहुन्छ। मैले काठमाडौँमा त उहाँलाई त्यति देखेको थिइनँ भन्दाखेरि त्यहाँ परिचय भयो र पछि अन्तमा गएर चाहिँ नि अर्जुनजी आएर चाहिँ मसँग हामीले परिचय पनि गर्नुभयो र पाल्पाको चाहिँ नाता पनि फस्टाउनु भयो। हामी पनि आफूलाई पाल्पाली भन्न अत्यन्त रुचाउँछौँ पनि, गर्व पनि गर्छौँ। हुन त परिस्थितिले गर्दाखेरि त्यति समय पाल्पामा व्यतीत गर्न पाएको छैन, तर मेरो जन्मथलो चाहिँ पाल्पाली नै हो र मेरो बुवाको पनि लामो इतिहास छ पाल्पासँग।
पाल्पामा भएको पहिलो स्कुलको पहिलो हेडमास्टर पनि हुनुहुन्थ्यो मेरो बुवा। पछि अन्य अरू पेसामा लाग्नुभन्दा अगाडि सर्वप्रथम। त्यसले गर्दाखेरि पाल्पा त हाम्रो मन मस्तिष्कमा असाध्यै गहिरोसँग छ। अनि अर्जुन कौशलजीसँग भेट हुँदाखेरि अब त्यो बेलामा खालि सामान्य परिचय मात्रै भएको थियो, तर संयोगवश पछि उहाँले चाहिँ यो एल्बम पनि निकाल्नुभयो। एल्बमको गीत पनि मलाई सुनाउनु भयो। मलाई गीत पनि अत्यन्तै नै राम्रो लाग्यो र साँच्चै नै वास्तविकमै अत्यन्तै नै राम्रो लागेको कारणले पनि हो एक त। र अर्को के छ भने अब कलाकारलाई केही न केही विविध काम गर्नु भन्ने पनि मनसाय हुन्छ। अब एउटै कुरामा चाहिँ निरन्तरै खालि त्यसैमा मात्रै लागिपरि नसके पनि विभिन्न स्वाद भएको, विभिन्न पृष्ठभूमि भएको, विभिन्न कलामा चाहिँ कहीँ न कहीँ आफ्नो एउटा समावेश गर्न पाए, एउटा आफ्नो कलाकारिताको पोर्टफोलियोमा पनि त्यसले मद्दत पुऱ्याउने भन्ने हिसाबले पनि मैले उहाँको गीत जुन चाहिँ एउटा भनौँ न तराई फ्लेभरमा अलिकति ढल्किएको छ र उहाँको जुन शैलीले प्रस्तुत गर्नुभएको छ त्यो नितान्त चलचित्रको शैलीभन्दा अलिकति भिन्न पनि छ। त्यसलाई किन नगर्ने भन्ने चाहिँ एउटा म भित्र भएको कलाकारिताको भनौँ न भोटले गर्दाखेरि पनि म आकर्षित भएँ र गरेँ पनि। कौशलजीले अघि भन्नु पनि भयो हामी सबैले अलिकति समय त छुटाउनु पऱ्यो, तर हामीले समय छुटाउनु भन्दा पनि उहाँ एउटा निर्माता र एउटा सङ्गीतकार र गायक भएको कारणले पनि धेरै किसिमको चाहिँ विघ्न बाधाहरू झेल्नु पऱ्यो। भनिन्छ नि अब हामी नारायणघाट पहिला गयौँ, पानीले गर्दाखेरि छायाङ्कन हुन सकेन, त्यसले गर्दाखेरि उहाँलाई पनि अलिकति प्रभाव पार्यो। त्यसै पनि अघि सबैले भन्नुभएको छ कि गीत सङ्गीत क्षेत्रमा चाहिँ आजकल कतिको जोखिम छ, विभिन्न किसिमको चुनौतीहरू छ। गीत एल्बमहरू यिनीहरू निकाल्नको लागि कुनै खासै चाहिँ यसमा उपलब्धिहरू भनौँ न आर्थिक हिसाबमा छैन, तर एउटा कलाकारको चाहिँ इच्छा र चाहनाले गर्दाखेरि नै यो सबै कुराहरू सम्भव हुन्छ। र विभिन्न चुनौतीलाई पार गर्दाखेरि उहाँले अरूले यस्तो निकाल्नुहुन्छ। र जब हामी छायाङ्कन गर्न गयौँ र पहिला दिनमा हामीले शास्ति पायौँ र हाम्रो सम्पूर्ण कार्य एकै दिनमा सक्ने योजना थियो, तर संजोगवश चाहिँ त्यो एक दिन त्यतिकै खेला गयो, पानी परेर हामी सबै फर्किनु पऱ्यो र फेरि समय जुटाएर फेरि चितवन गएर चाहिँ छायाङ्कन गर्नु पऱ्यो। त्यसले गर्दाखेरि पनि उहाँमाथि पनि निकै नै भार पर्नु गएको छ, तर अन्तमा जे भयो मलाई लाग्छ कि राम्रै भयो। र आज चाहिँ संजोगवश यो एल्बम निस्केको पनि छ, यहाँको समक्ष यो छ। म चाहन्छु कि अब सबैले यसलाई चाहिँ राम्रोसँग हेरेर यसको मनोरञ्जन दिनुहोस्। मलाई त अत्यन्तै नै रमाइलो लाग्यो र यसको जुन फ्लेभर छ त्यो फ्लेभरले पनि मलाई असाध्यै आकर्षित गर्यो। त्यस कारण अर्जुन कौशलजी तपाईँलाई यो बधाई पनि छ होइन यो एल्बम निकालेकोमा र उत्तर प्रगतिको कामना पनि गर्दछु। सबै चुनौतीको बावजुद पनि यो एल्बम गीतले चाहिँ एक किसिमको प्रभाव पारोस्, एक किसिमको चाहिँ आकर्षण गरोस् भन्ने एउटा मनसाय छ। यहाँ सबै पालिदिनु धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू। मैले डिबी यहाँ जति पनि टेलिभिजनको साथीहरू हुनुहुन्छ कृपया डिबी ल्याइदिएर जानु होला, हामीसँग डिबी छ। जो यो गीत रेकर्डिङ गर्नुभयो रेकर्डिस्ट दुईजना राकेश सोनी र अर्जुन भिक अगाडि आएर यो मायाको चिनो ग्रहण गरिदिनु होला। प्रमुख अतिथि आदरणीय व्यक्तित्व राजेश समालबाट हामी त्यो मायाको चिनो हस्तान्तरण गर्दैछौँ। राकेश सोनी कृपया। त्यस्तै गरी यतिन्जेलसम्म यो हाम्रो भिडियो छायाङ्कन गरिरहनु भएको छ लक्ष्मण अधिकारीजीलाई पनि म अगाडि आएर मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। लक्ष्मण अधिकारी जो राम्रो अहिले एडिटर पनि हुनुहुन्छ उहाँ चाहिँ आज हाम्रो यो भिडियोको सबै जिम्मा चाहिँ उहाँलाई दिएका छौँ। राम्रो यो भिडियो बनिदिनु हुनेछ आजको। धेरै धेरै धन्यवाद। अब हामी आजको कार्यक्रमको अत्यन्तै अन्त्यमा आएका छौँ। त्यसैले यस कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने आचार्य ट्रेड एन्ड सप्लायर सनामनगर लाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी ईश्वरी पालपाली सुनचाँदी पसल कुमकुम ज्वेलर्स र प्रीति चाउचाउ लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। र म यस कार्यक्रमको अध्यक्ष श्रीमन्त मणि खनालको आज्ञा अनुसार मैले आजको यो कार्यक्रम मैले सताउने जिम्मेवारी पाएको छु। त्यसैले उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, त्यसै गरी विभिन्न क्षेत्र तह र तब्कामा रहेर काम गर्नुहुने व्यक्तित्वहरू, त्यसै गरी विभिन्न सञ्चार माध्यमबाट आउनुभएका सञ्चारकर्मी मेरा सहयात्री र सहकर्मी साथीहरू, त्यसै गरी विभिन्न क्षेत्रका आदरणीय हाम्रा अतिथि विशिष्ट अतिथिगणहरू र त्यसै गरी नेपाली चलचित्र उद्योगका महानायक राजेश समाल लगायत सबैमा म यो कार्यक्रम सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु भएकोमा
गायक अर्जुन कौशल, त्यसै गरी श्रीमन्तमणि खराल लगायत यो आयोजक सबैको तर्फबाट एकलौटी रूपमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम यही सकिएको जानकारी गराउँदै चियापान गरेर गइदिनु होला भन्ने आग्रहका साथ यो कार्यक्रम सकिएको घोषणा गर्न चाहन्छु। झौरेको ढुङ्गा